guys from Betan Chowk. Next day and next vlog. हामी चाहिँ अहिले कहाँ हो होलिडे इन अर्ग्यानिक रिसोर्टमा छौँ। अब खासमा हामी खानासाना खाएर जाने भन्ने कुरा थियो हिजो, तर हल्का काठमाडौँ चाँडो जानुपर्ने भएर खाना चाहिँ खाइदिने, स्न्याक्सहरू चाहिँ गर्ने, त्यसपछि लाग्ने हो। हाम्रो बाइकहरू त्यहाँ छ। जस ओभरअल सर्भिस चाहिँ दामी रहेछ। बेतान चोक आउँदा प्लिज कन्ट्याक्ट होलिडे इन अर्ग्यानिक रिसोर्ट। नम्बर म मुनि तल राखिदिउँला। राम्रै छ, जोस् ओभरअल रुमहरू पनि दामी नै छ। थके यस्तो लागिरहेको छ, खुट्टा लर 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 अझै कामिरहेको होइन। त्यो हिजो हिँडेर हिँड्न चाहिँ वाइल्ड हिँड्नुपर्छ, लगभग 1 घन्टा। यहाँबाट 1 घन्टा माथि बाइकमा, त्यहाँबाट फेरि 1 घन्टा हिँड्नु, अनि फेरि 1 घन्टा ओह्रालो, अनि फेरि 1 घन्टा बाइकमा। त्यस्तो रहेछ होइन। ठिकै छ, अब स्न्याक्स गरौँ। केटाहरू भित्र छन्, त्यसपछि लाग्नुपर्छ। केटाहरू त्यहाँ छन्, झन्डहरू यहाँ बसिरहन्। बाबु हालत कस्तो छ तिम्रो? दामी एकदम अल गुड छ। आकाशको जिउँदैछ त्यति। जानको हल्का टाउको दुखेको छ मेरो। मेरो त अब अल राइट अल गुड। ल अब स्न्याक्स गरौँ ल। ल स्न्याक्स पनि आयो, केटाहरू खाएर ब्रेकफास्ट। ल ओके ब्रेकफास्ट, केटाहरूको ब्रेकफास्ट आयो, मेरो चाहिँ खाजा आयो। र अब खाजा खाऊँ, त्यसपछि निस्किनु पर्छ काठमाडौँतिर। निस्क्यौँ, हजुर पनि खायो, यहाँ भयो। यो केटाले एउटा यसले चलाउँछ गयो, एउटा यसले, एउटा मैले। अब जानुपर्ने चाहिँ काठमाडौँ। सिन चाहिँ अति बवाल दामी छ। आउनु मन लाग्यो भने चाहिँ कन्ट्याक्ट है। जस ओभरअल दामी नै छ। यहाँ भ्यूहरू पनि यत्तिको देखिन्छ यो होटलबाट, सब दामी छ। आउनु मन लाग्यो भने प्लिज कन्ट्याक्ट यो होटलमा है त। ल अब चाहिँ निस्केको ल भाइ। ल अफर पनि सक्यो। ला मैले चार्जै हाल्न बिर्सिन्छु यार, चार्जै हाल्न बिर्सिन्छु। कति टिक्छ चार्ज थाहा होइन, टिक्नु त पर्ने हो। ल अफर सक्यो, अब चाहिँ लागौँ। यो कुन खोला हो? यो बनाउँथ्यो खोला होला। अब लागौँ। गोप्रोमा पनि चार्ज छैन, मोबाइलमा पनि चार्ज कति 60% कति छ। त्यहाँ गएर फोटोसोटो खिचौँ। अब सिधै बनेपा गएर भिडियो बनाउने होला। गाइस फाइनली बनेपा पनि आइपुग्यो। लगभग कति 9 बजी हिँडेको भनेपछि 45 मिनटमा, बेतान चोकबाट जस ओह्रालो झर्दा 45 मिनटमा चाहिँ बनेपा आइपुग्यो। अब यहाँबाट धुलो बाटो हिँड्नुपर्छ। यहाँबाट बडीमा लाग्यो, यहाँबाट पनि 40 मिनटमा काठमाडौँ पुगिन्छ होला। मौसम चिसो छ, सबै खाएर हिँड्दैछ। बनेपा आइपुग्यो। फाइनली एट सागा। अब यहाँको एकछिन धुलो खानुपर्छ मजाले। चिसो छ मौसम। कहाँबाट हो? ए बाटो बन्द छ भनेको तलबाटै होइन, बाटो बन्द छ, निर्माण कार्य भनेपछि यतैबाट होला। चिसो छ, यत्रो बाटो बन्द लाउँदा नि चिसो छिरिरहेको यार हातमा। थेट बाटो त्यही फेरि निर्माण कार्य दामी हुँदैछ यता। गाडी हो ल सिधै तपाईँहरूलाई म भक्तपुर गएपछि भेट्छु है त तपाईँ चाहिँ। गाइस भक्तपुरबाट के अरे साँगाबाट 15 मिनटमा यहाँ तिरुविनायक आइपुग्यो। अब 15 मिनट जति लाग्ला कोटेश्वर पुगिन्छ। त्यहाँबाट 5 मिनटमा घर गएर नुहाइ धोएर नुनमा धुवा सब हुन्छ। त्यो पसिना चाहिँ लास्ट भएर गएर सट्ट नुहाउने हो। अनि अब बिस्तारै जाने हो। बिस्तारै भन्दा पनि 15 मिनटमा पुगिन्छ होला। कोटेश्वर जडीबुटी पुगिन्छ, जडीबुटीबाट 5 मिनटमा घर पुगिन्छ। गाइस
जडीबुटी आइपुग्यो। अब जडीबुटीबाट अब केटाहरूलाई छोडिदिनु पर्छ। बाइक पनि मेरै हो, स्कुटी पनि मेरै हो। अब बाइक त्यसकोमा छोडिदिने, के अरे आकाशकोमा छोडिदिने, त्यहाँबाट फेरि मेरोमा लिएर गएर अनि त्यसपछि यता आउनुपर्छ। यस्तै भयो। के हो मलाई बुझाउन आएर मिलाएर बुझ्नु। जे भयो नि जडीबुटी आइयो, राम्रै आइयो। अलिअलि जिउ दुखेको छ, त्यो भने छुट्टै कुरो हो। यस्तै छ जिन्दगानी। गाइस फाइनली एट होम। ठ्याक्कै 2 घन्टामा आइपुग्यो घर चाहिँ। अब यस्तो छ हालत, नुहाम त्यसपछि हल्का फ्रेस हौँ। थ्याङ्क्स फर वाचिङ द ब्लग टिल द एन्ड। अब अर्को ब्लगमा भेटौँ न त गाइस, बाई।